Hello everyone, welcome back to my channel. It's me Bibna Shrestha and I hope you guys are doing great. So मेरो चाहिँ birthday last week थियो and I received some really special gift from my friends, family. अनि त्यो चाहिँ मैले अनबक्स गर्नै भ्याइरहेको थिइनँ ड्यु टु माई पर्सनल रिजन एकदम बिजी भइरहेको थिएँ म बिचमा चाहिँ. सो अहिले चाहिँ लाइक 11-14 भइरहेको छ होइन अनि मलाई निन्द्रा लागिरहेको छैन. म यतिकै बसिरहेको छु अनि मलाई निन्द्रा लागिरहेको थिएन अनि त्यो बक्सहरू यतिकै छ क्या यहाँ रुममा. अनि सो त्यो म अब अनबक्सिङ गरेँ म हेर्न लागिरहेको छु मैले के रिसिभ गरेको थिएँ भनेर. इभन दो आई नो है मलाई कति त थाहा छ मैले के रिसिभ गरेको छु भनेर किनकि मैले त्यसमा रिसेन्टली मैले कति धेरै सामानहरू युज गरि पनि सकेँ क्या. बट स्टिल कति धेरै कुराहरू चाहिँ मैले त्यहाँ हेर्न बाँकी छ एन्ड त्यो रियाक्सन चाहिँ आई रियली वान्ट टु क्याच. एन्ड एक्लै यतिकै बस्नु त मलाई एक्लै त्यो हेर्न त मलाई मन लाग्दैन. सो म चाहिँ यतिकै बस्नु भन्दाखेरि चाहिँ भिडियो नै बनाउँछु भन्ने सोचेँ किनकि एटलिस्ट मैले भिडियो बनाउँदाखेरि त म बोल्छु पनि नि त. सो बोल्दाखेरि चाहिँ मलाई अलिकति बोर्ड फिल हुँदैन पनि. हेरौँ है त अब के छ त्यहाँ. द फर्स्ट वान इज फ्रम माई मम. सो यो चाहिँ मेरो मम्मीले दिनुभएको मलाई बर्थडेमा. सो दिस इज कल मार्बली अर मार्बली समथिङ किनकि मलाई यो राम्रोसँग प्रनाउन्स गर आएन. बट या यो मैले टिकटकमा एकदम धेरै देखिरहेको थिएँ होइन किनकि लाइक इट गोज विज क्याजुअल फर्मल जेमा पनि जस्तो लाग्छ क्या मलाई चाहिँ. सो ममलाई भनेको थिएँ एन्ड ममले चाहिँ मलाई यो बर्थडेमा दिनुभयो होइन. सो या यो लगाएको चाहिँ छैन लगाउन चाहिँ बाँकी छ. सो द सेकेन्ड वान इज फ्रम माई कजन. अनि यहाँ पनि मलाई थाहा छ के छ भनेर किनकि हामी सँगै गएर किनेको. सो लुक एट द कलर. यो क्रिम कलरको ब्याग मैले अहिलेसम्म युज गरेको थिइनँ होइन. सो यो कस्तो मजाले प्याक गरिदिनु भएको थियो क्या त्यहाँ. अनि यो ब्याग क्या लाइक यसरी बोक्न मिल्ने यसरी पनि बोक्न मिल्ने होइन. सो यस्तो राम्रो छ यस्तो क्युट. सो या थ्याङ्क यू सो मच. सो दिस वान इज फ्रम माई ब्रदर. लाइक मैले अस्ति न फोटो एउटा सेन्ड गरेको थिएँ कि मलाई मेरो बर्थडेमा चाहिँ यो ड्रेस चाहिँ गिफ्ट गर ल भनेर. सो कस्तो राम्रो छ क्या यो वान पिस लाइक एकदमै राम्रो. अनि यसको डिजाइन मलाई एकदमै मन परेको. लाइक अब यो कसरी देखाउने मैले होइन म लगाउँछु केही टाइमपछि. यस्तो प्रिटी छ लाइक यसको यो नेक डिजाइनदेखि एकदमै राम्रो. मलाई कस्तो हेर्ने बित्तिकै कस्तो मन परेको थियो क्या. यो एकदम लङवालामा छ है यस्तो लगाउन मन भइसक्यो होइन. सो यो चाहिँ मेरो भाइको बाट हो. अर्को चाहिँ this one also from my cousin. Oh my god, look at this guys. Like I mean यो त एकदमै स्पेसलवाला गिफ्ट भयो मेरो लागि चाहिँ किनकि मसँग चाहिँ थिएन क्या नेवारी एक्सेसरिजहरू मसँग चाहिँ थिएन. यो म एकदम किन्छु कि भनेर सोचिरहेको थिएँ. बट दिस इज सो प्रिटी. लाइक यो मेरो लागि चाहिँ यही नै मेरो लागि चाहिँ बेस्ट गिफ्ट हो किनकि आई एम नेवार. लाइक कस्तो क्युट हुन्छ क्या है. आर्ट्सहरूको ब्युटी भनेकै यसमै हो जस्तो लाग्छ मलाई चाहिँ. लाइक यत्तिकै पनि यस्तो प्रिटी देखिन्छ नि. ल यो चाहिँ मेरो लागि एकदम बेस्ट. यो म अहिले चाहिँ लाउन सकिनँ बट लुक एट दिस. यस्तो प्रिटी यस्तो क्युट हुन्छ नि. लाइक यो मसँग चाहिँ थिएन है अब मैले किन्छु भन्ने चाहिँ सोचिरहेको थिएँ. बट यस्तो राम्रो छ. नेक्स्ट वान इज फ्रम माई बेस्ट फ्रेन्ड अभिलाषा फ्रम द ब्रान्ड नेम कल जेनरी भन्नेबाट. सो यसको त लाइक बक्स नै एकदम आई क्याचीवाला छ क्या. Let me show you. Look at this guys. Like एकदम लग्जरी प्लस एकदमै आई क्याचीवाला लुक्स भएको छ क्या यो बक्सको चाहिँ. सो यो चाहिँ म एकदम एक्साइटेड थिएँ होइन. एन्ड
Look at this, guys. Like, I mean, there is some birthday card also, like happy birthday, wishing you a very happy birthday and continued success in these years ahead. Thank you so much. And it look like a deer. Oh my god, I can't wait to carry this. Oh my god, thank you so much, Avilas, and I really miss you. And battery low ni bhaisakyo, plus मेरोमा एकदम मेसी पनि भइसक्यो. And this one is the last one, and it's all the way from South Korea. भित्र फर्स्टमा भएको चाहिँ कफी हो, अनि some ramen, a blender, beauty blender. Look at this, guys. I mean, it's so pretty on your cup. Like some Korean face cream. It's all Korean language ma छ, so मलाई यो के पनि थाहा हैन, यो सबै ट्रान्सलेसन गरेर हेर्नु पर्ने छ. So यो पनि Korean face wash, face masks, like, and a guasa. सब कोरियन ल्याङ्ग्वेजमा लेखेको छ क्या, सब कोरियन ल्याङ्ग्वेजमा लेखेको भएर मलाई के पनि थाहा छैन, बट इट्स कल्ड गुवासा. नेपालमा चाहिँ फेस मास्क, क्लिप, हेयर क्लिप, and some coffee chocolates, eyeliner, and some nail extension सामानहरू छ. लाखाले सेन्ड गरेको यो चाहिँ. सो नेल बनाउने सामानहरू छ नेल एक्सटेन्सनको, किनकि मलाई चाहिँ नेल एक्सटेन्सन गर्न एकदम मनपर्छ. सो उसले चाहिँ मलाई नेल एक्सटेन्सनको सामानहरू सेन्ड गरेको छ. यो पनि नेल एक्सटेन्सनको सामान हो. एन्ड आई गट सम ल्यासेस अर्को पनि हुनुपर्ने ल्यासेस अरू पनि थियो. आई डोन्ट नो कता कता पुग्यो, एकदम धेरै मेसी भइसक्यो यहाँनिर. सक्स. सो या यति नै हो. So I hope इन्जोय गर्नुभयो होला, किनकि मलाई एकदम रमाइलो लाग्यो. सो एकदमै राम्रो राम्रो गिफ्ट्सहरू छ है. यो म भोलि बिहान मात्र मिलाउँछु हो. एन्ड जो चाहिँ मलाई विस गर्नुभएको थियो, जो चाहिँ मलाई यो सबै गिफ्ट्सहरू दिनुभएको थियो, थ्याङ्क यू सो मच. हरेक कुराको लागि एकदम ग्रेटफुल छु. यो बर्थडेको लागि त म झन् एकदमै धेरै ग्रेटफुल. स्पेसल थियो, प्लस एकदम रमाइलो पनि भयो. एकदमै अनएक्सपेक्टेड गिफ्ट्सहरू थियो यो सबै हैन. नै हो. अब अर्को भिडियोमा भेटौँला. एन्ड तपाईँलाई कस्तो लाग्यो, आई होप इन्जोय गर्नुभयो होला. सो एकदम धेरै मेसी छ. सो लाइक रियली पुरै भरिसक्यो क्या यो. म यहाँ माथिदेखि यहाँ तलसम्म होइन पुरै भरिसक्यो. सबै म भोलि मिलाउँछु. लाइक के सामान कता कता छ भन्ने पनि थाहा छैन क्या मलाई यहाँनिर. सो यतादेखि पुरै यो पुरै भरिसक्यो होइन. अब त्यही नै हो. यो भिडियो चाहिँ म कहिले अपलोड गर्छु भन्ने पनि थाहा छैन. मेबी 1 विक हुनसक्छ, 1 मन्थ हुनसक्छ होइन. पोस्ट नगर्नु पनि सक्छु म. अब अर्को भिडियोमा भेटौँला. सी यू. किप लभिङ मी. बाई बाई.